म चाहिँ मन्दिर पुगेर पनि म मात्रै हैन हामी हस्बेन्ड म र मेरो नानी मन्दिर पुगेर पनि आएर हैन पूजासुजा गरेर आएर पनि खानापिनाहरू मैले रेडी गरिसकेर पनि हस्बेन्डले खाएर पनि ड्युटी जानु भइसक्यो र अब म चाहिँ बनाउन आँटेको छु। बनाउन आँटेको मतलब रोटीको लागि सेलरोटीको लागि तयारी गर्दैछु। किनभने अब त्यसको लागि त अगाडि नै आटा चामल भिजाएर रेडी गर्नुपर्छ नि त। अन्त म चाहिँ चामल चाहिँ हस्बेन्डले पिनेर ल्याउनु भएको यो मिलबाट म चाहिँ अब यो भिजाएर राख्छु। किनकि 2-2.5 घन्टा या 3 घन्टासम्म अब जति सक्दो 3-4 घन्टा हो किन 2-2.5 घन्टासम्म भिजाएर राख्दै अब मजाले फुल्लिन्छ नि त। अनि त्यही भएर म चाहिँ भिजाएर राख्छु। अनि त्यसको बादमा खानासाना खाएर चाहिँ काम मैदा सुजी आटा पनि लाउनु पर्थ्यो। आटा त ल्याउनु बिर्सिएछ हो। हेर्नुहोस् यस्तै लगाइदिनु। अस्ति पनि हाम्रो सुजीको प्याकेट त थियो कता पैसा थाहै छैन। अब के लगाइदिन्छु। सुजीहरू पनि कति लाउनु पर्ने थाहा छैन। अब अन्दाजमा आफ्नै अन्दाजमा बनाउने आज रोटी। मैदा भन्दा त खै आटा ठिक होला सायद, तर यसको मैदा लगाइदिने। मैदा चाहिँ म धेरै लाउँदिनँ किनकि मलाई त्यति साह्रो मन पर्दैन कि एकदम अर्कै टाइपको हुन्छ क्या रोटी मैदा लगाइसकेपछि। मिक्स गर्नु हो र यसमा पनि लाउनु पर्नेछ अब कालो जिरा। अब साथीहरू कहाँ राखेको छु जिरा पनि थाहा छैन, बिर्सिहाल्यो। दिमाग कहाँ राख्यो अब। खोलेको सुजीको प्याकेट चाहिँ अहिले बेच्छु। भाइ साथी मैले खोज्छु है। बर्थडे गर्लको हारातिर नि तल बस्यो कि के गर्नु त बसेर अहिले खुट्टाहरू हेर्नुहोस् त मुनि खेलेर आएर यस्तो बनाए चाहिँ के गर्नुभएको नानु। काखमा राखेको होइन अरे तल बस्ने अरे। लिसु त लाइट पनि गएन नि। लाइटलाई पनि यतिखेर जानुपर्ने साथीहरू के भनेर है बसिदियो। नानी भएको चाहिँ साथीहरू यस्तो साह्रो पर्छ नि के भन्नु र। आज हाम्रो बर्थडे गर्ल फेरि कोहीसँग मानेको छैन। सन्चो नभएर हेर्नुहोस् न बिमारी भएर उसलाई त्यति राम्रो पनि छैन। अब फर्स्ट बर्थडे भनेर सानो भए पनि गरिदिनु पऱ्यो भनेको साह्रो पऱ्यो। यतातिर चाहिँ कामहरू चल्दैछ। यो चाहिँ नानीले ठुलो मान्छेले होइन। यहाँ काट्नुहुँदैछ गाजर। अन्त यता रेडी हुँदैछ गोर्खा अचारको लागि। यहाँ बनाउँदैछ हाम्रो महारानीले रोटी साल रोटी। यहाँ अर्को महारानीले छिल्दैछ यो के अदुवा लसुन अदुवा लसुन पेस्टको लागि अचारको लागि ठिक छ बनाउँदै गर। म चाहिँ बेलुन फुलाउँदै गर्छु ल नानीसँग बस्दै गरिदिँदै गर। तर खै यो मेरो चाहिँ म रमी त अहिले लगाउँदैछ फर्स्ट टाइम रोटी बनाउँदैछन् फर्स्ट टाइम। सर घुमाउनु न घुमाउनु सर अलिक घुमाउनु घुमाउनु
खान्छु पहिला हल्का ती गर न हौ तिनीहरू के यस्तो घुमाउँदै गर त सर घुमाउनु नि यस्तो हौ, त्यसो- तिनीहरू त्यसमा गर पहिला हौ, त्यसरी, अँ। भएको जस्तो लाग्यो त्यो त लास्टको तलको त मोटै हुन्छ अलिक पानी हालिदिउँ होइन फर्स्ट बनाउनुले भेलो बाक्लै गर्नुपर्छ कि पातलो झन् बन्दै जाँदैन त्यही त मलाई पुरा ल हाल्नु म साइड गरिदिएको छु एकपल्ट हालिदिन्छु ल छोड्दे बेटु हालिदिनु सर घुमा घुमाउनु घुमा 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 घुमाउनु 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 दोष थप्दै रहेछ नि अस्तिबाट यति बेलामा हल्का नै त भइगयो ए हेर्नुहोस् है मैले बनाएको के त देखाउनु ए हेर्नुहोस् है मैले बनाएको रोटी फर्स्ट टाइम फर्स्ट एक्सपिरियन्स बट आई लभ इट ठिक छ यति पाकेको छैन नि है हौ अँ? पाकेको छैन पाक्यो। पाक्यो यो खाली नउतर न के एउटा रोटी छैन यसमा यो त्यसमा निकाल यसमा खाली निकाल्नु हुन्न कि हो त अनि थाहा छैन जहाँ पनि लास्टमा बाबर लगाएर बाबरसँग बाबरसँग निकाल्छ। खाली गरी निकाल्नु हुँदैन चाहे यसमा होस् या सुक्खा रोटी होस् कि निकालिदियो अँ बाबर लाउने त अब सिटी लाग्नु आएर यता उचाला त है सिटी एकै लगाएर निकाल्नुपर्छ यस्तै हुँदैन अब दाल पाक्दैछ यहाँ पकाउँदैछ मासु पकाउँदैछ है मासु पाक्दैछ यहाँ मासु मजाले अलिक पानी पुग्छ कि अन्त राम्रो हुँदैन मजाले कस्तो पानी निस्केको है मन परेन मलाई त्यो दिन त अब यहाँनिर क्यालकुलेट गर्नुको लागि रेडी हुँदैछ सामानहरू यतातिर छ यहाँ बेलनहरू हुँदैछ तयारी हुँदैछ साथै ल अहिले भेट्नु डबल आएको थियो क्या अब यहाँ चाहिँ बर्थडे गर्लको बाबा हो यहाँ चाहिँ बर्थडे गर्लको मम्मा हो यो बर्थडे गर्को केक हो यहाँ चाहिँ बर्थडे खाना हाम्रो मामी आए मामी आएर बेनाले देखाउनु रे दिदीलाई भन्नु त रवि तपाईँले मम्मी कति सिक्छ नतिमी रुक न सोचे आए गई ऐसे ही यहाँ चाहिँ मेरो छोरी स्याड भएर बसेको छ यो चाहिँ पवित्रको छोरा हिरो उता पनि देखाइदिउँ न अनि यहाँ चाहिँ बर्थडे गर्ल बर्थडे गर्ल हो खै खै यता पनि देखाइदिउँ न ब्लगमा यहाँ चाहिँ दाइहरू हो हैप्पी बर्थडे टु यू हैप्पी बर्थडे क्या नाम मम्मा गराउनु बाल्छ त त्यसरी त हिँड्दैन कि अरे देखाउनु परेन सबैतिर नि हैप्पी बर्थडे मैं करूं मारूंगी सक्छु साइड नाला सक्छु तू वीडियो रन कर फोटो खींचियो यू नो मैं लाइव कर रहा हूं लाइव करिए बाबा आउनु है फोटोहरू ड्याङ ड्याङ खिचेर मलाई टक्कै हालिदिइहाल्नु म यहाँ उसको ब्लग गर्दा ठिक्क भइरहेको छ भने एउटा फोटो खिच्नु पाएको छैन हाइट भएको दाइहरूलाई दिइहाल्नु न दिखाओ ना
प्यार गर्ने जग्गा खोज्दैछ यता गर्नु खोज्दैछ गाह्रो पनि तपाईँ फर्किनु भइरहेछ एरिक दादा दिदी लिपस्टिक चाहिँ कसले लगाएको छ यो परीलाई चाहिँ लिपस्टिक परी कि मम्मी कसले लगाएको लिपस्टिक नमस्ते दाइ हाँस्दैछ ऊ ब्लगमा आइरहेको छ नि अनमा बहिनी मात्रै निकाल्दैछ हेर अर्कुरै त बोलेन बाबु नगर टिस्यु एरिक भयो भन्दैछु कस्तो दामी के को म त यो खालि यहाँ यस्तोमा मात्रै छु बाबु नगर हो र खिच्नु भएको छ उल्टो भयो खिचिन्छ भनेको होइन बर्थडे टु यु ह्यापी बर्थडे टु यु ह्यापी बर्थडे डियर कियारा ह्यापी बर्थडे टु यु मे गॉड ब्लेस यु मे गॉड ब्लेस यु ह्यापी बर्थडे डियर कियाना ह्यापी बर्थडे टु यु खुसी भयो क्या ना एरी झार्दै गएर बाबू देवाले एकचोटि गोल्नु र नानीको बदमास हेर नि ल आउनु अब सबभन्दा ठुलो को हुन्छ सरप्राइज गरेर जाम न ठुलो इभेन्ट ठुलो जानु है सबभन्दा ठुलो हामी त सबभन्दा सानो मार्छ है धेरै न हँसाएर जानु है लु को जाने बाबु राम्रो नहुला फेरि मान्दै मानेको छैन ऊ बाबासँग जाने जाने बाबा ला खाए त केक खुवाइदिनु कि थोरै हाँसेको हेर्नु न हाँसेको हेर्नु न हाँसेको यो उयो हो तपाईँले त उयो गरिदिनुहुन्छ होस् पर्दैन खै छोड्नु खुश है
ये तो आज ये ये से बनी हस्ती बस ऐसी मान्छे अहिले खुसी भइरहेको त्यो लिफा राखिदिनु नि दिदिन उसले बल्ल मेरो दलले अलिक राम्रो भइदियो एक केक लान्छ यस्तो केक लान्छ मुखमा हालेर घर बस्नु मुखमा यिनीहरूलाई हेर्नु त दुईजनालाई लडाइँ परिसक्यो नि दाजु खिच्नुमा खिच्दैछ यो खिचेको छ कि छैन है हुन्छ नि ल हौ ल हौ ल नानी अर्को पकाएर अब मान्छे अघि नै खुवाइदिनु पर्यो ह्याप्पी बर्थडे साक्षु पक्रेको हेर्नु त उहाँ आज त अर्को पनि हेर्दैछ हुन्छ हुन्छ दिदी आए दिदी आपका वो कपड़ा में लग जाएगा अब चकचक गर्छु चकचक गर्ने अब दुईजनालाई म बाँधेर लान्छु अब दुईजनालाई ल चुपचापले बस छोरा खिलाउँदैन छोरा छोटी आज त केक पनि के उसले त पुरा दिँदैछ नि त ज्यादा खान्छ खोकी लाग्छ नि फेरि पेट बिग्रिला फेरि कम्ती खाएको खाएकै छ नहीं और अब नहीं खिलाना अब आप खाओ अब नहीं 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 इसको पकड़ो नहीं काय छोड़ देना हो गया दादा त देखाउनु त यहाँ चाहिँ हजुरआमा पुरा उयो भएछ हौ देखेन कि उयो कहाँ गयो उसकोमा छ है मेरो मेरो नि ब्लग गरिदिन्छन् होला नि हजुर यसलाई बोक्नु खाने अरे के खाने अरे के बेलुन चाहियो कसले गरिदिने मेरो ब्लग अब म गरिदिन्छु जाउँ न तपाईँ लगाइदिउँ टिका हमारे ब्लग कर दो ना हम लोग टिका लगा देंगे रुको बेटा 1 मिनट मम्मा देंगे सबको
रुक जाओ, सब बच्चे हैं, ये थोड़ी नहीं है। हाँ जी आ रहे हैं ब्लॉग में। के भयो के भयो किसी दिन तो उसको बड़ा आपका फोन से किसका हमारा 3 लड़की का कहाँ तिमीले यहाँ बस्छन् तिमी ठुलो मान्छे मेरो फोन कहाँ छ आइ मेरो नानीको फर्स्ट बर्थडे पनि भयो। यो डेकोरेट चाहिँ साथी र मैले आफै गरेकै। कस्तो भयो कमेन्टमा भन्नुहोस् है, भन्नुहोस् त। मलाई पनि कस्तो देखेछ कमेन्ट गर्नु होला हो। र मेरो छोरीले हेर्नुहोस् त कसरी खाँदैछ है। एक्लै बसिरहेको छ, सबैजना यतातिर गएर बसेको छ। ल साथीहरू म अहिले भेट्छु। अहिले अब यहाँ यताउति हेर्नुपर्छ कि बादमा भेट्छु ल म चाहिँ तपाईँहरूसँग। बाई बाई। म त बसेको देखिनँ त। स्न्याक्स खाने कार्यक्रम हुँदैछ हाम्रो यहाँ चाहिँ हो। भयो